90 दिन अघि हामीले रोड्रिगो नामको सानो जम्पिङ स्पाइडर पाएका थियौँ। हामीले उसको लागि आरामदायी घर बनायौँ, उसको जालको अद्भुत गुणहरू अध्ययन गऱ्यौँ र ठुलो घरपालुवा माकुरासँगको उसको लडाइँको पनि साक्षी भयौँ। यस भिडियोमा हामी उसको विकासलाई अझै निहाल्नेछौँ, उसलाई जटिल चुनौतीहरू दिनेछौँ र अर्को घातक भिडन्तमा उसको समर्थन गर्नेछौँ। हरेक दिनसँगै माकुरा रोड्रिगो अलिकति ठुलो हुँदै गयो। यो वृद्धि निकै बिस्तारै हुन्छ र तुरुन्तै देखिँदैन, तर यदि तपाईँलाई याद छ भने पहिलो भिडियोमा उसको चौडाइ जम्मा 5 मिलिमिटर मात्र थियो। अहिले भने ऊ स्पष्ट रूपमा बढेको छ र अहिले उसको आकार पुरै 7 मिलिमिटर पुगेको छ अनि उसको तौल 0 ग्रामसम्म पुगेको छ। जसरी तपाईँलाई याद छ, हरेक पटक फड्को मार्नु अघि वा उबडखाबड जमिनमा हिँड्नु अघि रोड्रिगोले सुरक्षा जाल टाँच्छ, तर कहिलेकाहीँ त्यो जाल किन हो किन हावामा उठ्छ र माथि तानिन्छ। मैले यो घटना अध्ययन गरेँ र थाहा पाएँ कि केही माकुराहरूले आफ्नो जाल प्रयोग गरेर उड्न सक्छन्। हावाहुरी चल्दा तिनीहरू सकेसम्म माथि चढ्छन्, आफ्नो शरीरको पछिल्लो भाग माथि उठाउँछन् र सकेसम्म धेरै जाल निकाल्छन् र जब हावाले पर्याप्त उठाउने शक्ति दिन्छ तब माकुरो सतहबाट छुट्टिन्छ र उड्छ। यस्तो उडानको क्रममा हावाले तिनीहरूलाई 4 किलोमिटर उचाइसम्म उठाउन सक्छ। उनीहरू यसरी पुरै दिन उड्न सक्छन्, सयौं किलोमिटर पार गर्दै र नयाँ बसोबासको खोजीमा पुरै समुद्र समेत पार गर्न सक्छन्। इतिहासमा यस्ता घटना भएका छन् जब धेरै माकुराहरू एकैचोटि एउटै ठाउँमा आइपुग्थे र आफ्नो जालले वरिपरि सबै ढाक्थे। अब मलाई माकुरो रोड्रिगोलाई बाहिर छोड्न डर लाग्ने भयो। के ऊ पनि कतै ब्राजिलमा राम्रो जीवन खोज्न मबाट टाढा उडेर जाने त? तर राम्रो खबर के छ भने यदि माकुरोलाई राम्रोसँग खुवाइयो भने ऊ धेरै भारी हुन्छ र उड्न सक्दैन। एक दिन मैले एउटा प्रयोग गर्ने निर्णय गरेँ र रोड्रिगोलाई ऐना देखाएँ। मलाई धेरै चासो थियो उसले त्यहाँ आफूलाई देख्छ कि देख्दैन र उसको प्रतिक्रिया कस्तो हुन्छ। जस्तो देखिन्छ, रोड्रिगोले ऐनामा कुनै माकुरो देख्यो र नजिकै गयो। केही सेकेन्ड पछि उसले आफ्नो खुट्टाले कुनै धम्कीपूर्ण इसारा गर्यो र देख्यो कि अर्को माकुरोले पनि ठ्याक्कै त्यस्तै इसारा गर्यो। यही क्षणमा रोड्रिगो सतर्क भयो र आफ्नो प्रतिद्वन्द्वीबाट धेरै बिस्तारै र सावधानीपूर्वक पछि हट्न थाल्यो, किनभने ऊ पनि ठ्याक्कै उस्तै आकारको थियो र सम्भवतः उस्तै खतरनाक पनि। अर्को माकुरो पनि ठ्याक्कै उस्तै गरी पछि हट्दै थियो, झगडा टार्दै। हरेक केही पाइला पछाडि उनीहरूले दुवैले अगाडिका खुट्टाले केही अनौठा चालहरू गर्थे, त्यसपछि फेरि पछि हट्न थाल्थे। झन्डै 1 मिनेटपछि दुवै माकुराहरू फर्किए र आफ्नो काममा लागे। बुद्धिमानी निर्णय हो रोटिलो, जहिले सकिन्छ झगडा टार्नै पर्छ। जसोसो मलाई पक्का छ तपाईँलाई थाहा छैन माकुराहरू कति पुराना छन् भन्ने कुरा। उनीहरू मानिसहरूभन्दा धेरै पहिल्यै, डाइनोसरहरूभन्दा पहिल्यै, रुखहरूभन्दा पहिल्यै अनि इन्टरनेटभन्दा पनि पहिल्यै देखा परेका थिए। उनीहरूले धेरै विपत्तिहरू पार गरे र जमिनमा त्यति बेला घिस्रिरहेका थिए जब वनस्पति र जनावरहरू अहिले हामीले चिनेको जस्तो थिएनन्। र तपाईँलाई थाहा थिएन होला माकुराका खुट्टा तन्काउने मांसपेशी हुँदैनन् भन्ने कुरा। हाम्रो माकुरा रोड्रिगोका खुट्टा हाइड्रोलिक दबावमा चल्छन्। खुट्टाभित्र तरल पदार्थ बग्छ र त्यो तरलको दबाव परिवर्तन हुँदा खुट्टा तन्किन्छन्, ठिक त्यही तरिकाले जस्तो एक्सकाभेटरका बकेटहरूको हाइड्रोलिक सिस्टममा हुन्छ। यही कारणले गर्दा जब माकुरा मर्छ उसको खुट्टा तुरुन्तै भित्रतिर मोडिन्छन्, किनभने माकुराको हाइड्रोलिक सिस्टमको दबाव तुरुन्तै घट्छ। यी भिडियोहरूमा तपाईँले देख्न सक्नुहुन्छ वैज्ञानिकले मरेको माकुराको शरीरमा दबावसहितको हावा हाल्छन् र यस्तो अवस्थामा पनि सबै कुरा काम गर्छ र उसको खुट्टा चल्छन्। अब रोड्रिगोलाई उसको अर्को प्रतिस्पर्धीसँग चिनाउने समय आएको छ। यो यस्तै किसिमको सुइल हो। यो देख्दा निर्दोष जस्तो लाग्न सक्छ, तर यसको खुट्टा अत्यन्तै शक्तिशाली छन् जसले गर्दा उसले निकै बलियो प्रहार गर्न सक्छ। कहिलेकाहीँ सुइरोहरू धेरै ठुला हुन्छन्, तर यो अवस्थामा हामीले रोड्रिगो जस्तै आकारको एउटा भेट्यौँ। लडाइँ अघि मैले सुइरोलाई केराको सानो टुक्रा खुवाउने निर्णय गरेँ ताकि यदि रोड्रिगोले उसलाई जित्न सके भने उसले सुइरो खाँदा सकेसम्म धेरै क्यालोरी पाओस्। हेरौँ त सुइरोकै ती बलिया पन्जाहरूलाई जसले हाम्रो माकुरोलाई गम्भीर चोट पुर्याउन सक्छ यदि उसले पहिला टोकेर भ्यायो भने। अचानक एउटा सानो कुकी नामक बिरालो सेटमा देखा पर्छ र क्रिकेटसँग खेल्न पनि धेरै चाहन्छ। म यो कुरालाई रोक्न सकिनँ
र उनीहरूको नयाँ चिनजानलाई निकै चासोका साथ हेरिरहे। ए तिमी के गर्दैछ? तिमी बिरालो हौ, माकुरा होइनौ, त्यसैले तिमी क्रिकेट खान सक्दैनौ। कम्तीमा अब तपाईँलाई थाहा छ कि बिरालाहरूले क्रिकेट खान सक्छन् र कठिन जीवन परिस्थितिहरूमा यो एक अप्रत्याशित खाजा र पूर्ण रूपमा भोको नहुने तरिका बन्न सक्छ। मजाक सकियो। हामीलाई तुरन्तै क्रिकेट फिर्ता देऊ किनकि उसले रोड्रिगोसँग लड्नुपर्छ। राम्रो बिरालो। क्रिकेट देख्न साथ रोड्रिगो तुरुन्तै उसतिर दौडियो, आक्रमण गर्ने मनसायले। तर क्रिकेटले आफ्नो जुङ्गा प्रयोग गरेर, जसलाई उसले फेन्सिङको तरवार जस्तै चलायो, पहिले नै प्रहार गर्यो। रोड्रिगो छक्क पर्यो र के गर्ने सोच्दै गर्दा क्रिकेटले भाग्न भ्यायो। त्यसपछि मैले एउटा सानो अखडा बनाउने निर्णय गरेँ जहाँ लडाइँ हुनेछ र रोड्रिगोका लागि एउटा सानो ओत बनाइदिए जहाँबाट उसले प्रतिद्वन्द्वीमाथि आक्रमण गर्न सक्नेछ। क्रिकेट अखडाको वरिपरि दौडिरहेको थियो, मानव स्टेडियमको वरिपरि। तर रोड्रिगोले आक्रमण गर्न उपयुक्त मौका नै पाउन सकेन र एकैछिनमा उसले क्रिकेट समात्छ र हावामा उठाउँछ। क्रिकेटले पछाडिका खुट्टाले शक्तिशाली प्रहार गर्दै समातिएको ठाउँबाट उम्किन्छ र भाग्छ। त्यसपछि रोड्रिगो ओतबाट बाहिर निस्कन्छ। क्रिकेट उसतर्फ आउँछ। रोड्रिगोले आक्रमण गर्छ तर प्रतिद्वन्द्वी समातिएको ठाउँबाट उम्किन्छ, त्यसपछि पछाडि सल्टो गर्छ। यस्ता ऐनका बिनाका चालहरू देखेर रोड्रिगो छक्क पर्छ र के गर्ने थाहा पाउँदैन। 1 मिनेटपछि फेरि अर्को झगडा हुन्छ र क्रिकेटलाई फेरि पनि उसका शक्तिशाली खुट्टाले बचाउँछन्, जसका कारण ऊ मकुण्डोको तीखा विषालु दाँतबाट उम्कन सफल हुन्छ। त्यसपछि रोड्रिगोले रणनीति परिवर्तन गर्ने निर्णय गर्छ र क्रिकेटको शरीरको सबैभन्दा नरम भाग उसको पेटमा सिधै निशाना लगाउँछ। उनी तुरुन्तै छाला छेड्न सफल हुन्छन् र तुरुन्तै विष छोड्छन्। अचम्मको कुरा, टोकाइपछि क्रिकेटले लगभग तुरुन्तै प्रतिरोध गर्न छोड्यो। सायद रोड्रिगोको टोकाइले क्रिकेटको शरीरको कुनै तन्त्रिका मार्गमा प्रहार गर्यो जसले उसलाई तुरुन्तै निष्क्रिय बनायो। 1 मिनेटपछि क्रिकेटले आफ्ना खुट्टा अलिकति चलाउन थाल्यो, तर सम्भवतः ती बेहोसीमा भएका चालहरू थिए। जस्तै उसले लडाइँमा चुडिएका आफ्ना एन्टेना चलाएको थियो, जसले उसले हाम्रो माकुरोलाई प्रहार गर्न खोजेको थियो। यसपटक माकुरोको विष सामान्य भन्दा धेरै बाक्लो थियो, साथै हल्का नीलो रङको देखिन्थ्यो। सायद उमेर बढ्दै जाँदा तिनीहरूको विष अझ बलियो बन्छ। पीडितलाई प्रशोधन गर्ने प्रारम्भिक चरणमा रोड्रिगोले डाक्टरले जस्तै क्रिकेटको सम्पूर्ण शरीरको उपचार गर्छन्। पोषक तत्त्वहरू चुस्न सुरु गर्नु अघि यसको शरीरको प्रत्येक भागमा विष घुसाउँछन्। तपाईँलाई विश्वास लाग्दैन, तर यो माकुराको खाना 2 घन्टाभन्दा बढी समय टिक्यो। सामान्यतया उनी सधैँ 30 देखि 40 मिनटमा काम सक्थे। यो समयमा क्रिकेटको शरीर निकै फिक्का भएको थियो र यसको आँखाहरूले पहिलेको कालो रङ गुमाइसकेका थिए। शानदार काम रोड्रिगो, तिमीले अर्को प्रतिद्वन्द्वीलाई पनि जित्यौ। तर यो सबैले होइन, पीडितको शरीरलाई राम्ररी जाँच्दा मैले टोकेको ठाउँको वरिपरि केही अत्यन्तै अनौठा ट्युब जस्ता वस्तुहरू देखेँ र क्रिकेटको टाउकोमा यसको आँखाको ठिक पछाडि एउटा सानो छेडिएको पल स्पष्ट रूपमा थियो। पेटभरि खाना खाएपछि रोड्रिगोले आफ्नो पेट पछाडि तानेर त्यसबाट केही थोपा सेतो सिरप वा दुध जस्तो पदार्थ निकाल्यो। यो चाख्ने कुरा त म पक्कै पनि गर्ने छैन, कम्तीमा भिडियोमा त होइन। खाना खाएपछि रोड्रिगो आफ्नो टेरारियममा गयो र माथि रहेको आफ्नो जालको ह्यामकमा चढ्यो ताकि त्यहाँ उल्टो परेर शान्तसँग खाना पचाउन सकोस्। यति धेरै पोषक तत्त्व पाएपछि रोड्रिगोको शरीर ठुलो भयो र उसले फेरि एकपटक आफ्नो बाहिरी खोल फाल्ने निर्णय गर्यो। र मलाई चासो लाग्यो यो बाहिरी खोल अघिल्लो पटक पाएको भन्दा कति धेरै ठुलो भएको छ भनेर, किनभने मैले त्यसलाई सुरक्षित राखेको थिएँ। तर सुरुमा रोड्रिगोको पुरानो बङ्गलो सावधानीपूर्वक भत्काउनु पर्छ ताकि पुरानो मकुण्डोको शरीर निकाल्दा त्यसलाई क्षति नपुगोस्। मकुण्डोको बाहिरी खोल यति नाजुक र कोमल छ कि म त्यसलाई छोएर पनि कुनै खुट्टा वा टाउको भाँचिने डरले डराएको थिएँ। यो सारा समय मैले मकुण्डोको पुरानो बाहिरी खोल यसै सानो बोतलमा राखेको थिएँ र अहिले हामी तिनीहरूलाई तुलना गर्नेछौँ। हामीले देख्न सक्छौँ मकुण्डोको शरीर छाल फेर्दा फेर्दा स्पष्ट रूपमा ठुलो हुँदै जान्छ। टाउको पनि स्पष्ट रूपमा ठुलो हुन्छ, त्यसमा अझ धेरै रौँ उम्रन्छन् र आँखामाथिका कालो दागहरूको आकार पनि परिवर्तन हुन्छ, जुन भौँ जस्तै देखिन्छ।
अब मकुन्डो रोड्रिगो अझ ठुलो, अझ बलियो र अझ खतरनाक भएको छ। तपाईँ कुन चाहिँ किराहरू बीचको लडाइँ हेर्न उत्सुकता वा चासो राख्नुहुन्छ कृपया कमेन्टमा लेख्नुहोस् र सायद हामीले अर्को भिडियोमा त्यस्तो लडाइँ प्रस्तुत गर्ने प्रयास गर्नेछौँ।